डोका छोया यतिकै गयौँ नि बोलो ऊपर क्या सहस्रपादा शिशिरुवावे सहस्रनाम्ने प्रुगाय सहस्रे सहस्रकोटि उदारे नमः ओम पुष्पो देवी पुष्पो विष्णु विश्वा उभगया विशानन सहस्र पुष्पो सन्नो देवा नमस्ते हरि ओम वचन करें ना सिंह करो दासना दासदेव वासुदेव मोहनदरम भूत निवास श्री हरि वासुदेव नमस्ते और सिंह करें भगवती कल्याणम आरोग्य सुख संपदम आत्मा ज्योति प्रकाशाय दीप ज्योति नमस्ते दीप नारायण नमः हरि ओम मागतन दासन हजुर म कोपडा छु
प्याज भइदियो कि मजा आउने प्याज भइहाल्यो तेरो कति पुग्यो आमा चटनी बनायो यार अहिले भिडियो बहुत चाहियो घर पैसा विवाह गरेको सुभाष विष्णुले र सँगै घरको पचेट्टा पनि दुईटै काम एकैचोटि हुने भएकोले यहाँ खसी काटिसके कस्तो छ के पुगेन सोध्नु दाल भात खाने हो यसमा मासु भइदिया हुन्थ्यो भन्न अलि बढी लगाउने घर लगाउने फेरि भन्नाले बराबर हो साइज बराबरै होला घरको हैन लेन्थ बराबरै होला सायद लम्बाइ बराबर हो त्यो चार बराबर सब बराबर यो टिन हालेको हाम्रो घर उतापट्टिको सानो भत्किसकेको छ मर्मत गरेको मात्र छ यो एउटा घर बारी देखिरहेको छ तल उतापट्टि खोलानेरको एउटा घर उताको स्कुल भइहाल्यो हाम्रो गाउँमा बत्ती पुगिसकेको छ राष्ट्रिय प्रसारण लाइन सुर्खेतदेखि हाम्रो घरमा वाइफाई पनि छ सुविधाको हिसाबले जस गाउँमा धेरै सुविधा भएको छ धन्दै अनि मेली